नमस्ते हजुर, हाम्रो एसएस एग्रिकल्चरमा भेरिकेटेड लेमन। भेरिकेटेड भने यस्तो हुन्छ, भित्र पुरै रेड कलर हुन्छ, भेरिकेटेड हुन्छ पुरै। हजुरको यसको पात पनि यस्तो भेरिकेटेड हुन्छ, देख्न हुन्छ, पुरै भेरिकेटेड हुन्छ। यसको चाहिँ फ्रुट भित्र रातो, बाहिर फल भेरिकेटेड। हामीसँग फली पनि रहेछ है, हजुरलाई फेरि फलिरहेको नि भेरिकेटेड हो। यहाँ देख्न सक्नुहुन्छ, फेरि पुरै भेरिकेटेड छ, पात पनि भेरिकेटेड छ, फल पनि भेरिकेटेड छ, कलिलो मुना पनि भेरिकेटेड छ। यस्तो हुन्छ यो युरिका र मायर लेमन्सको क्रस गरेर बनाएको भेरिकेटेड लेमन हो। हजुरलाई भेरिकेटेड लेमन हजुरलाई राख्न मन छ भने एसएस एग्रिकल्चरलाई सम्झिनु होला। एसएस एग्रिकल्चरमा भेरिकेटेड लेमनहरू नि मजाले फलिरहेछ। यसको सानो बिरुवा नि उपलब्ध छ। हजुरलाई चाहिन्छ भने हाम्रो एसएस एग्रिकल्चरमा सम्झिनु होला। हजुरले यसको चाहिँ भेरिकेटेड चाहिँ यसको चाहिँ रेड आउँछ कि पुरै भित्र रेड कलर हुन्छ, त्यही कारणले यसको चाहिँ बिल्कुल अलग छ लेमन। यसको भेरिकेटेड चाहिँ कस्तो हुन्छ भने ठ्याक्कै यस्तै जस्तो पात भएको त्यस्तै फल हुन्छ, भित्र रातो हुन्छ। हजुरलाई भेरिकेटेड लेमन चाहिन्छ भने भेरिकेटेड लेमनको लागि हामीसँग सम्झिन सक्नुहुन्छ। धेरै त छैन, 30-40 पिस भेरिकेटेड लेमन छ। हजुरलाई चाहिन्छ भने एसएस एग्रिकल्चरलाई सम्झिनु होला। हामीसँग भेरिकेटेड लेमन मजाको हजुरले देख्न सक्नुहुन्छ, मजाको साइजका छन्। बिरुवा चाहे चाँडै सम्पर्क गर्नु होला। हस्त, धन्यवाद।